हेलो वेलकम ब्याक टु माई न्यू ब्लग। आएप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि हजुर यसलाई देखाउने यो मेरो छोरी र म चाहिँ टक्क लागेर आज राइड जानेवाला छौँ। त्यही हो, भिडियोमा लाइक कमेन्ट गर्ने गर के पहिलो कुरा त बुझ्यौ नि। भिडियोमा लाइक कमेन्ट नै गर्दैनन् के भन्छ छोरी, हामीलाई कसरी माया गर्दैन है टक्क बिहान होइन सुत्दै रोटी खाँदैछन्। त्यही हो, लबुली रोटी खाइदिएर मलाई मिठो छ है। कहाँ ल्याएको दिनुभयो, हामी कहिले हाल्ने ठुलो भयो कत्रो ठुलो घाँस हाल्तिर आयो, म त आँय गर्नु सक्दैन क्या। सानो हाल भन्नु आफै हाल्छ। त्यो गाइज सपोर्ट नगर्नुहोस्, त्यही हो। धेरै धेरै माया छ तपाईँहरूलाई। केही छैन आउँछ नि ल रोटी खाऊ, रोटी खाइ पर्दैन, यहीँ बस्छ, कहीँ जानु पर्दैन। यहाँ अहिले स्कुल जाने, अहिले यहाँ आउँछु। मेरो भनेर कराइरहेको छोरी, काम केही छैन, बस्यो होइन। यस्तै हो छोरी, काम छैन, बस्यो। त्यही हो। अनि स्कुल कहिले जाने तिमी? स्कुल नजाने? कहिले जाने? कहिले जाने? पढ्नुपर्छ है, स्कुल जानुपर्छ, बोल्छु जानुपर्छ। स्कुल बोल्दै खुल्छ हो, नगर भने हेर न फेरि मलाई गर्नु भएको छ के छोरी, नभन्नुहोस् न है। तिमी आफै गर ल, तिमी ल नाच ल एकचोटि ल। के अरे नागिनवाला डान्समा है। ल लगायत मेरो छोरीले नागिनवाला डान्स गर्नेवाला छ होइन। त्यही हो, हेरेर सबैले माया गरौँ है। ल अलिक पर जाऊ छोरी, ल ल उफ्री ल नागिनवाला डान्स गरेलु डिजे वाला गाना बजा, डिजे उफ्री ए उठबस गर। चिसो भयो, चिसो भएर त यहाँ शीतलमा बसिरहेको छु। चिसो भएर शीतलमा बसिरहेको छु। के लाग्यो तिमी? चिसो भयो बाबालाई? कहाँ लाग्यो छोरी? अनि मलाई चिसो भएन कि छोरी? गर्मी भयो के? यस्तो गर्मीमा पनि कम्बल ओढाइरहेको छ। के हो यो डर बाइक चाहिँ उता छ है। अब गर्मी छ यार, बाहिर अलिअलि स्किलहरू होइन सिकिरहेको होइन। किन चिसो भयो बाबा हुँदैन, छोरीले भयो कति माया गर्छ, के गर्छ हेर्नु न। बाबालाई कति माया गर्छ हौ? माया गर्छ धेरै कि थोरै? कहिले निक्लिन्छ भुरो, कहिले निक्लिएला भुरो भन्ने टेन्सन भएको छ। बुढलाई पनि राति सन्चो हुँदैन, टेन्सन भइरहेको छ मलाई। जस्तो आफ्नो भने आफ्नो हुँदो रहेछ कि जे भयो पनि होइन। त्यही हामी चाहिँ अहिले यहाँ आफ्नो दाइ भाउजू आउनु भएको थियो, बोलाउनु गयो यहाँ जग्गा यति हो, यस्तो हो। अब उता माथि भाडामा बस्नुभन्दा यहाँ बरु केही आफूलाई सानो बस्ने जस्ता सस्ता घर बनाएर बस्नु त हो भनेर भन्न लाग्नु भएको थियो होइन। अब त्यति भन्दा पनि खुसी लाग्छ क्या। अब त्यो पनि धेरै हो क्या हाम्रो लागि। अब आफ्नो मान्छे जति रिस उठे पनि, जति नराम्रो भने तर फेरि आफ्नै मान्छे आफ्नै हुन्छ क्या। अनि त्यही भएर चाहिँ बोलायो जे भयो नि बोलायो, यहाँ बस्छ। भाडा तिर्नुभन्दा माथि रुम भाडा तिर्नुभन्दा यहाँ आफ्नो जग्गा छ, आफ्नो जग्गा छ, यहीँ बस्छ भनेर भन्नुभएको। त्यही खुसी लाग्छ। यहीँनिर ल यो झुलुङ्गे पुल भयो, उता त्यहाँनिर भाइरल पुल भयो होइन। यति यो यहाँनिरदेखि सिधा यो पोलसम्म, पोलदेखि उतै घरको कुनासम्म तलको त्यो रोड छ नि, रोडको त्यहीँ हो, यसको बराबर हो, यो पोलको बराबर। यहाँदेखि सिधा गयो तलसम्म।
त्यही हो खुसी लाग्छ ठिक छ अब एक दिन कोही मान्छे त के हुन्छ भन्दाखेरि कसैको घर काम गर्न आइदिन भनेर यार घरमा अब घरको अगाडिबाट हिँड्दाखेरि पनि के भन्छन् थाहा छ मेरो घरको अगाडि नै भन्छन् होइन मैले भने तपाईँहरूले मात्र बनाउनु भयो होइन घर तपाईँहरूले मात्र घर बनाउनु भयो भनेर मैले क्वेसनको एन्सर दिएको थिएँ होइन त्यस्तो मान्छेहरू पनि छन् कि यहीँभित्र यही एरियाभित्र के छ भन्दाखेरि हामीले मात्र घर बनायौँ हामीले मात्र पिल्लरवाला घर छोड्यौँ भन्ने जस्तो कुरा गर्छन् अनि त्यही भएर त्यसो लाग्छ घरको बाटो नहिँड अरे यताउता भन्न लाग्थ्यो अब मलाई बाल छैन कसैको होइन नि अब घरको बाटो घरको एरिया भए पो घरको अगाडि बाटो त हिँड्नु मिल्यो नि त अगाडिको त सरकारको बाटो होइन त्यही भएर चाहिँ हिँड्नु मिल्छ त्यही भएर बोल्नुभन्दा अगाडि सोचेर बोल्नु भनेपछि आफ्नै भइहाल्दो रहेछ क्या अरूलाई आफ्नो बनाउनु खोज्दैन आफ्नो हुँदैन क्या होइन आफ्नो भने आफ्नो हुन्छ त्यही भएर खुसी लाग्छ हजुर ट्र्याक्टर पोल्या छ त्यहाँ आगो लागेको नि छोरी यहाँ यो प्राइभेट जङ्गल रहेछ क्या यहाँ चाहिँ अब हरियो घाँस पलाउँछ नि त फेरि त्यही भएर चाहिँ आगो लागेको रहेछ क्या मान्छेहरूले त्यही हो कस्तो भइरहेको तिमीलाई अहिले ठिक छ वाह ललिपप चाहियो अरे कानमा भन्छ बाबाको कानमा ललिपप ल्याएर आउनु बाबा ल्याइदिन्छु तिमी नल्याउने आफै ल्याएर आऊ म ल्याउनु तिमी आफै जाऊ ल बाबाले कोट्टो खैको यता ल्या खैको स्ट्यान्ड हान्न ल हान्दै केही हुन्न हुइले सुइले हान्दै भाँच्दै फुटाइदिए केही भएन हान्न त नि यसमा कसरी काट्यो यहाँ डट बाइक लगेर गयो त अनि केटाहरूले के भन्छस् अनि त्यो माया सालेहरूलाई हामी नि क्या गएर भन्छ हामी त्यो काका डराउने कि त्यो काका डराउँछ यहाँ कोहीदेखि डराउँदैन भने साइकल लिएर गइदियो त अलिक त्यो केटाले त अनि ल त्यही आज हाम्रो दिनभरिमा के भयो होइन त्यही हो सबैले यसो अब भिडियोलाई अब हेरेर होइन नैराश्य नगर्नु होला सबैले माया देखाइदिनु होला अब म गएर सुत्छु एडिट गर्छ कि भोलि बिहान सबैतिर आउँछ है त ल